यदि कोही साथीहरू अहिले युट्युबतिर जाँदै हुनुहुन्छ, युट्युब च्यानलहरू लन्च गर्न कोसिस गर्दै हुनुहुन्छ भने लेट्स स्टार्ट है। ढिलो चाहिँ नगर्नुहोस्, काम चाहिँ सुरु गरिहाल्नुहोस्। किनकि युट्युबमा अहिले एकदम राम्रो जुन चाहिँ सक्सेस रेसियो छ साथीहरूको है, मेरो आफ्नै साथीहरूको पनि एकदम सक्सेस रेसियो छ। तपाईहरू यदि कोही युट्युबमा काम गर्न चाहनुहुन्छ भने जस ढिला हुनसक्छ, केही समय ढिला हुनसक्छ, मेहनत गर्दै गयो भने युट्युबले पनि राम्रो खालको प्रतिफलहरू दिइराखेको छ है। मेरो कयौँ साथीहरू छ, मेरै लेभलका साथीहरू आज युट्युबबाट एउटा राम्रो इन्कमको स्रोत बनाइरहेछ, आफ्नो छुट्टै लाइफस्टाइल बनाइरहेछ है। तपाईहरू पनि सोसल मिडिया, जुनसुकै युट्युब होस् या कुनै पनि सोसल मिडियाहरू युज गर्न चाहनुहुन्छ भने लेट्स डु इट फास्ट है। छिट्टै गर्दा एकदम बेटर है, टाइमको वेस्ट नगरिकन। जस तपाईँहरूसँग केही टेक्निक क्षमता छ भने लेट्स डु इट है, लेट्स चाहिँ नगर्नुहोस्। म चाहिँ यही भन्छु, किनकि समय आउँछ पर्खँदैन, बगेको खोला फर्कदैन भन्ने एउटा उखानै छ है। जुन चाहिँ जति छिटो गऱ्यो है, जति चाँडो गऱ्यो त्यति नै राम्रो, छिट्टो नै प्रतिफल निस्किने हो। जति ढिलो गऱ्यो त्यति नै समयको वेस्ट हुन्छ है, गइसकेको समय चाहिँ फर्केर आउँदैन। त्यही भएर म चाहिँ यही भन्छु कि जे गर्नु छ समयमै गर्नुहोस्। तपाईँ युट्युब मात्रै भन्दा पनि तपाईँ आफूसँग जे चाहिँ क्षमता छ त्यसलाई प्रदर्शन गर्न र त्यसलाई चाहिँ लाइफमा इम्प्लिमेन्ट गर्न चाहिँ ढिलो चाहिँ नगर्नुहोस् है, मेहनत गरिराख्नुहोस्। आजैदेखि सुरु गर्नुहोस्, कुनै पनि काम गर्नलाई चाहिँ ढिलो नगर्नुहोस्। चाहे हरेक क्षेत्रको कामहरू होस्, कि तपाईँले कुनै पनि काम गर्न ढिलो चाहिँ नगर्नुहोस् है। ल, धन्यवाद।